हेलो साथीहरू नमस्ते सम्पूर्णमा राधे राधे र आज छोरी धेरै दिन बसेर जान मन नगरी निस्किरहेछिन् यता आमा पनि आमा लिन आउनु भएछ अस्ति म लिएर आइरहेको थिएँ र कान्छी छोरी यहाँ छोड्न मलाई यहाँ फुल पनि लानलाई ए फुल बोके र यसरी कुखुराले भाँचेको त्यो कान्छी साग हौ र कान्छी साग लु आउनु आमा सुन अनि जान रुनु म चाहिँ कान्छी गरम छुट्टीमा आउनु यस्तो जान मुन नगर कस्तो गरिस् आइस राम्रो लाग्यो बस्यो अनि छोरी चाहिँ बेग बोक्ने एकदम समय मिल्दाखेरि खुल्का आउँदा भयो अब त आउन पाउँछ नि त किनभने देखे पनि केही छैन चाराले त्यहाँ खुत्रोको नाम यो ओदालगुडी रोड दण्डसरी हाई स्कुल यसरी जामुगुडी जानको लागि निस्क्यो अब आमा पनि आउनुभएको थियो बस्नुभयो राम्रो लाग्यो खुसी लाग्यो र म अलिक अगाडिसम्म छोड्न जाँदैछु आज छोरी गई नराम्रो लाग्यो जान मन नगर बिहानभरि सुतेर ज्वरो आयो भनेर कस्तो गरे नि हौ छे र यसरी जामुगुडी मा आइसक्यो अनि अब उनीहरू अब ठुलो मम्मी भन्दैन आफ्नै मम्मी जस्तो सोच्छ नि त राम्रो गर्छन् एकदम माया गर्छन् आयो अब दिदीहरू छन् एकदम अनि के दिमुना के दिमुना चा दिबिन कालको मिठाई कुनै दिसै र यसरी होइन उहाँ म भन्नु म त के को 100 हो फेरि नचाहिँदो कुरो हिजो कसरी दिनुपर्छ अनि अस्ति अलिक ओरै नलाइदिनु एकदम उही गेटमै नपुऱ्याउनु पोस्ट अफिसमा त धेरै ओरा हुन्छ नि त उहाँ त बरपिपल छ नि यहाँनिर गइसक्दै उसले आइहाल्छ नि दिलेन त्यसो भए 30 जानु कि त्यहाँ उता जानु 30 रुपियाँ 60 रुपियाँ हो भने चाहिँ लगिदिनु 10-12 दिन पार्किङमा दिनु अब त हल्ला नगर्नु है उहाँ होइन त्यो कुरो होइन पार्किङ दिनुपर्छ उही सन्तुन पर्दैन टमटममा जानु नि यहाँबाट त्यहाँ जानु त्यहाँ अटोमा जानु बसेर अटोमा जानु त्यसलाई तपाईहरु गर्नुहुन्छ के होइन अटोमा जानु बेग हाल्दै देरी भइसक्यो